वेलकम बैक टू मेनी ब्लग। सो आजको ब्लगमा चाहिँ हजुरलाई स्वागत छ। टोटली अहिले चाहिँ म खाइपाई यताउता गरेर उलेर पनि अहिले चाहिँ म खान लाग्छु खोलातिर होइन, चट्टा लाएर अहिले चाहिँ एक्लै छु गाउँतिर चाहिँ होइन। पुरै मात्रै भनौँ न, बेरोजगार भनेको सब आफ्ना आफ्ना कामतिर गइसकेन भनेपछि मैले यताबाट धनियाँ लाउनु पर्ने हुन्छ। चट्टा लाएर धनियाँ चाहिँ अलिकति लग्छु। धनियाँ उसमा चाहिँ अलिक खोला गएर माछा सासा मार्नु पर्ला अनि एउटा दुइटा च्याउ लगेर चाहिँ खाइदिनु पर्ला होइन। एक्लै भयो नि, अरू चाहिँ सब काममा छन्। साला म बेरोजगार भनेको यस्तै छ गाई छैन। त्यही हो, कति लगाउँ धनियाँ। टला धनियाँ चाहिँ टन्न छ, कति लग्ने होला माकुरी, कति लग्दा ठिक होला। ल सोधेँ होइन, अहिले चाहिँ म यति धनियाँ लगेर उडेर खोलातिर जान लाग्छु होइन। चट्टा लाएर आज एक्लै भनौँ न, एक्लै च्याउ लगेर अनि माछा मारेर खानुपर्ने हुन्छ। मैले जाल पनि खोलाभित्र हालिसकेको अवस्था छ। चट्टा लाएर पारिएर फेरि मान्छेले हेरेपछि मलाई लाज मर्नु भइहाल्छ नि। त्यहाँ पारि खेतमा चाहिँ पुरै मान्छेहरू चाहिँ डल्लै काम गरिदिरहेन होइन। टक्क लाएर सोधेँ होइन। अब एकचोटि एकछिनपछि च्याउ पनि लिएर आइसकेको अवस्था। चट्टा लाएर च्याउ देख्नु सक्नुहुन्छ, पिरोवाला च्याउ लिएर आएको छु होइन। चट्टा लाएर झोला राखेर गएको थियो भनेपछि अब यसलाई झोलामा तत्कालै हालिहाल्नु पर्ने हुन्छ। चट्टा लाएर झोला चाहिँ यस्तो हो। अब मान्छेले सोध्यो भने त अब जाल खेल्न जाने भनेर गइन्छ होइन। चट्टा लाएर अब गएर चाहिँ च्याउ पनि खानुपर्ने हुन्छ होइन। सोध्यो अब तल खोलामा गएर मिल्नुपर्छ होइन। चट्टा लाएर अब चाहिँ अब कति 10-15 मिनट लाग्छ होला जानलाई चाहिँ। अब गएर च्याउ खाएर उडेर पनि आज जाल खेल्नु पनि पर्ने हुन्छ। चट्टा लाएर तल मान्छेहरू छन्, मान्छेहरू त्यहाँ तल पुरै काम गर्ने मान्छेहरू चाहिँ सब चिनाएको हो। त्यसो भने तिनीहरू सोध्छन् कहाँ जानला भनेपछि जाल खेल्न जान लागेको छ अरे हामीहरू। सोध्यो भने एकछिन चाहिँ म आइपुगेको अवस्था छ हाम्रो साक्खै कान्छी फुपूको घरमा। एउटा उदिनु न सलाई लाइटर अहिले ल्याइदिन्छ है। सो होइन, त्यही हो अघि चाहिँ मैले लाइटर सलै केही लगाएको थिएँ, बिर्सिएको थिएँ। त्यही भएर चाहिँ फेरि आइसकेर सलै दिनु त खाने कहाँ त्यहाँ चुरीगुन्डा माछा पोलेर खाने हो कि माछा पोलेर खाने चिउरीगुन्डा चट्टा लाएर होइन। अब त्यही अघि चाहिँ सलै भुलेर म चाहिँ आएको थिएँ भनेपछि अब सलै पनि पाइहाल्यो। अब गइन्छ यतातिर देख्न सक्नुहुन्छ हाम्रो कान्छी फुपूको जेठी छोरी। आगो पनि बाल्न लगाएको अवस्था। चट्टा लाएर पुरै कालो करेमा पकाएर खानुपर्ने हुन्छ। चुला बनाइसक्यो। अब चट्टा लाएर आगो बाल्न लगाएको अवस्था छैन। चट्टा लाएर अब त्यो देखाउन त हुन्थ्यो, आगो बाले उडेक्स कामसाम गरे होइन। चट्टा लाएर अड्डाउने केही स्ट्यान्ड केही छैन। त्यही भएर चाहिँ अब उता पारिबाट अड्डाउँछु होइन। अड्डेर मिल्यो भने मिल्यो, मिलेन भने अब त्यत्तिकै उ गर्नुपर्ने हुन्छ होइन, राखिदिनु पर्ने हुन्छ। यति हेरेर राखौँ न पहिला। सो अहिले चाहिँ मैले आगो पनि बालिसकेको अवस्था। चट्टा लाएर यति हल्का फुल्का बोलिरहेको भनेपछि अब म पानी लिनु जानुपर्ने हुन्छ होइन। चट्टा लाएर तल खोलाको पानी उठाइदिनु पर्ने हुन्छ, अरू पानी छैन। चट्टा लाएर अहिले चाहिँ म करे लगेर पानी लिन जानु लागेको अवस्था। चट्टा लाएर कति लग्ने यति भयो अन्त अहिले खाना लगाउँ न। अहिले चाहिँ पुरै पानी भरेर पनि जानु लागेको अवस्था। चट्टा पानी पनि चल्के पानी दोसेर अब जाल खेल्नुपर्ने हुन्छ चट्टा लाएर होइन। सो त्यो चट्टा लाएर एउटा चाहिँ यतातिर हातमा माछा भनेपछि दुइटा चाहिँ उता पारिराखेको छु। चट्टा लाएर खोलातिर देख्नु सक्नुहुन्छ खोलाको नजरहरू। अब जानुपर्ने हुन्छ पारी गएर त्यो उनीहरूले चाहिँ हेर्नुपर्ने हुन्छ। त्यो चट्टा लाएर चप्पल र एउटा माछा चाहिँ उता पारिराखेको छु भनेपछि हाम्रो माछा चाहिँ चप्पलसँग राखेको थियो मैले। यार आगो मरिसकेको अवस्था मरिसकेछ। अब बाल्नुपर्ने हुन्छ आगो। पानी चाहिँ देख्नु सक्नुहुन्छ यस्तो भए आगो चाहिँ पुरै मराएर चाहिँ होइन। चट्टा लाएर फेरि अब आगो बालेर पानी उमालेर अनि च्याउ हालेर खानुपर्ने हुन्छ अनि खाएर गइहाल्नु पर्ने हुन्छ। एक त घरमा पनि भात पनि छैन थियो अनि त्यही भएर नि खाइदिनु लाग्यो। तेल भुट्नु ल्याएपछि त मैले माछा मारेर यहीँ खाइदिन्थेँ, तर तेल भुट्नु म केही भुट्नु केही पनि ल्याएन। त्यही हो, च्याउ हालिदिनु लाग्यो गाई छोरो। यतातिर देख्न सक्नुहुन्छ पातो साइको बनाएर आयो फेरि। चट्टा लाएर होइन। सो च्याउलाई एकछिन उम्लिनु दिनुपर्ने हुन्छ अनि त्यहाँदेखि खाना खाएर ओरेर जाल खेल्नु सिधै। च्याउ चाहिँ पुरै भइसकेको अवस्था छ। चट्टा लाएर कालो करेमा हो। माछा चाहिँ यसलाई पोल्दैन, किनकि माछा पोल्ने चाहिँ कौलै भएन अनि त्यही भएर चाहिँ पोल्दैन भनौँ न। थम्मेलको लागि एउटा जाओस् देख्यो कि नहीं रहा
चट्टा लाएर अहिले नदेखायो भने फेरि हेरेर फेरि गर्नुपर्ने हुन्छ होइन चट्टा लाएर अहिले खाइहालौँ न एक घाँस बबाल पिरो पनि उस्तै अझ बगालसँग बासी डह्रो हुन्थ्यो बगालसँग फेरि हुन्छ चट्टा लाएर होइन सो त्यही हो अहिले चाहिँ यतातिर देख्नुहुन्छ पुरै कालो कराईमा रातो चोरो एकदमै बगाल भए मान्छे बगाल भएपछि नि यस्तो दामी हुँदैन तर त्यस्तो मिठो त भएन साथीहरूलाई फोन गराए कोही कता जाने भन्थे तर म एक्लै भने अब कन्टिन्यू गर्छु भनेर त्यही भएर चाहिँ म उ गरेको अब भोलितिर हेरौँ फोन गर्छु केटाहरूलाई भोलि पनि फोन गर्नु होला केही हुन्छ कि नै थाहा हुन्छ नि त राखेर खाऊँ न पिरो हुँदै गयो यार चट्टा देख्न हुन्छ लास्ट पिरो भगाएछ अहिले खाएर पनि सकिसकेको अवस्था पिरो पिरो कानबाट धुवा उडे जस्तो पिरो भएर लास्ट ओपरै गाह्रो भए माइक सकेपछि मिल्नुपर्छ यहाँबाट जान लागेको अवस्था चट्टा लाएर अब जाल खेल्दै अनि माछा चाहिँ के कस्तो मर्छ भनेर म तपाईँहरूमा देखाइहाल्ने छु जाल खेला चाहिँ देख्न पाइन्न होइन चट्टा लाएर बगाएर खान लागेको अवस्था कस्तै पेर्नु पर्ने हुन्छ यार बगर अहिले मासु खान पाइन्छ क्या जिब्रा टोक्यो सो त्यही एकछिनपछि मिल्नुपर्छ उता माछा मारेर अरू पनि आइसकेको अवस्था खोलाबाट भर्खर आएर बसेको माछा चाहिँ यति जति मर्या भित्र राखिसकेको अवस्था चट्टा लाएर अब चाहिँ जाडो पनि भएको पुरै चिसो भयो कि खोलामा खेलेको देशभरि यतातिरको नजरहरू देख्न सकिन्छ साँधतिर होइन सो त्यो आजको भिडियो चाहिँ म यतातिर व्यवस्था दिन्छु भिडियो के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुलाई छोटो मिठो कमेन्ट अप्सन कमेन्ट गर्न नभुल्नु होला होइन अब भिडियो के कस्तो लाग्छ अब डेली आउँछ होइन अनि सो त्यो आजको भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुलाई छोटो मिठो कमेन्ट अप्सन कमेन्ट गर्न नभुल्नु होला होइन फर वाचिङ द भिडियो नेक्स्ट भिडियोमा भेट्नुपर्छ भन्दै आजको भिडियो चाहिँ म यतातिर व्यवस्था दिन्छु जय नेपाल बाई बाई गाइज